अहिलेसम्म सराहनीय छ, राम्रो काम भइरहेछ। तर हामीले गर्ने जनतासँग भिड्ने कुराहरूमा कति हामी भाषा नबुझेको कारणले गर्दा यो समस्या आउँदै गरेको छ। त्यसकारण यो भाषा किन चाहियो, नेपाल भाषा किन चाहियो भन्दाखेरि म जापान ट्रेनिङ जाँदाखेरि जब 1 महिना ट्रेनिङ जाँदाखेरि त्यहाँ मैले जापानिज भाषा सिकेर जानु पर्यो। किन भन्दाखेरि त्यहाँको शब्दहरू बोल्न नआउला डरले यहाँ मैले 2 हप्ता ट्रेनिङ लिएर 1 महिनाको लागि म भाषा सिकेर गएँ। सिम्पल बोलिचाले भाषा। तर यहाँ तपाईँहरू नगर पढेर अब 20औं वर्ष 30औं वर्ष यहीँ बस्नुपर्ने, यहीँ काम गर्नुपर्ने भएकोले यहाँको स्थानीय भाषा सिक्नुपर्छ। त्यसकारण हामी प्रहरीले सबै कुरा भाषा जहाँ भाषाहरू बोल्छ त्यो भाषा सिक्नुपर्छ। तामाङ होस्, गुरुङ होस्, हाम्रो यो माथि गुरुङ जातिको ठाउँमा नगर हाम्रो पुलिस प्रहरी पनि त्यो भाषा सिकेको मात्रै पठाउँछ त्यहाँ, बुझ्छ भनेर। पढाइतिर हाम्रो काम गर्नु पर्दाखेरि यादव हो, सार हो, त्यो भने पठाउँछ, बुझ्छ, कुरा गर्न सक्छ भनेर प्रहरीमा। त्यसकारण हाम्रो यो लोक ललितपुर महानगरपालिकामा धेरै नेवारी भाषा बोल्ने भएकोले हामी नेवारी भाषा सिक्नु जरुरी छ। अब यति भन्दै तपाईँहरूले 2 हप्ता सिक्न अनुरोध गर्छु। भाषा सबै विषय सिक्नुपर्छ भनेको छु मैले। हामी अरू विदेशी भाषा सिक्यो भने गर्व गर्छु भन्दाखेरि यही ठाउँमा तपाईँहरू यहाँ 22 वर्ष बस्ने मान्छेहरू देखाएको छु प्रहरीहरू, अहिलेसम्म नेवारी भाषा बुझ्दैन उहाँहरूले। उनले गाली गरेको कि राम्रो भनेको कि बुझेको छैन। कुनै हामी झगडा केसमा जाँदा पनि कुनै मेलमा जाँदाखेरि नेवारी भाषा बुझ्नु कुरा गरेपछि हामी टल्ल परेर बस्नु परेको छ। किन भन्दाखेरि उसले हामीले कुट्न लागेको हो कि राम्रो भनेको हो कि गाली गरेको हो कि के थाहा हुँदैन। त्यो भाषा बुझ्यो भने थाहा हुन्छ, यसले हामीले राम्रो भनेको भनेर हाम्रो उप नमस्ते भन्नु बुझ्नु पाउनु पऱ्यो। त्यो कुरा थाहा हुनको लागि हामी यो नेपाल भाषा सिक्न धेरै जरुरी छ। तपाईँहरूले यो गाह्रो नमान्नु होला। अघि भने मैले तपाईँहरूलाई भाषा सबै सिक्नुपर्छ, जसको हाम्रो लागि हो। यो मेरो लागि नभइकन महानगरपालिकामा हामी काम गरेको कारणले गर्दा यो नगरपालिकाको लागि हो। यसरी घुम्न जाँदाखेरि बुढी आमाले नमस्ते बाबु सुख भनेपछि त्यो कुरा नजानेको भए म टल्ल परेर बस्नुपर्ने हुन्छ। ठिर्सुमा मा भनेपछि मक्क पऱ्यो, भने मा भनेको आमा हो, आमा भन्यो भने मक्क परेको छ बुढी आमा। त्यसले यस्तो कुराहरू सिक्नुपर्छ। यति भन्दै आजको मैले यो नेवा भाषा भन्छ, नेवारी भाषा नभन्नु, नेवा भाषा भन्छ। हामी पहिला नेवारी भाषा सिक्यो भने एउटा दबाब हाम्रो संस्कृति अनुसार पेलेको कुरा नठान्नु होला। हामी प्रहरी हौँ, यो सिक्नै पर्छ हामीले। यति भन्दै म बिदा हुन चाहन्छु। अघि भर्खर मैले जुन यहाँ लेखेको जोजोलप्पा भन्ने एउटा शब्द छ, यो जोजोलप्पा भन्ने शब्द एकदम सर्वप्रथम है कुनै पनि यो क्षेत्रभित्र जुन स्थानीय क्षेत्रभित्र चाहिँ नि जोजोलप्पा शब्द एकदमै महत्त्वपूर्ण छ। किनभने यसले के गर्छ, सबैभन्दा पहिला कुनै व्यक्तिलाई हामी चिन्ने तर्फमा, बोल्ने तर्फमा यो जोजोलप्पा भन्ने शब्द हामी प्रयोग गर्छौँ। यो भनेको नमस्ते अथवा नमस्कार, नमस्ते यो शब्द यो हो। अब हामी कोही मान्छेलाई भेटिँदा सिधै हामी कुरा गर्दैनौँ, नमस्कार त भन्छौँ, इङ्ग्लिसमा गुड मर्निङ, गुड आफ्टरनुन के भनेर ग्रिटिङ गरेको भन्छौँ। यो पनि हाम्रो नेपाल भाषाको एउटा ग्रिटिङ हो। त्यसरी यो जोजोलप्पा, नमस्ते, नमस्कार यो हाम्रो सबैभन्दा पहिला जान्नुपर्ने कुरा यो हो। म यसरी भन्छु जो ज ल पा, तपाईँ चाहिँ फेरि भन्नुहोस् त। जो ज ल पा सिक्यो है। यो भनेको नमस्ते। अब जोजोलप्पा भन्ने बेला अब के गर्नु पर्यो, तपाईँलाई हात नमस्कार गर्नु पर्यो। यसमा जोजोलप्पा त भनिरहेछ है, यसमा केही रेस्पेक्ट यसमा हुँदैन। त्यसैले यो भन्ने बेला चाहिँ नि विनम्रका साथ सबैलाई आदरपूर्वक हो
जोजोलोपा भन्नुपर्ने हुन्छ। यो जोजोलोपा भन्ने शब्द हामी जो कसैलाई पनि भन्नु मिल्छ, सानो होस् या ठुलो होस् र आफ्नो सहयोगी किन नहोस्। जोजोलोपा जोजोलोपासँगै अब के भन्नु पर्यो, अब यहाँ एउटा आउँछ को जोजोलोपा सहर भन्नु पर्यो कि मेर्जो भन्नु पर्यो कि यी अनुसार पोस्टहरू पदहरू अथवा कोही साथीलाई यस्तो मिस्टरलाई जोजोलोपा भाषा है। अब एउटा यहाँ लेख्छ एउटा भाषा 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 भनेको हामी सबै भाषा हो नि। म शिक्षकको रूपमा हामी कि तपाईँ विषय हामी सबै के हो अहिले भाषा हो फ्रेन्डली है। हामी जोजोलोपा जोजोलोपा हजुर ठाउँनिसी ठो झ्यानाचङ्गो ठो नेपाल भाषा कार्यक्रम नगर प्रहरीको लागि चाहिँ छिगु विचार चाहिँ ठो नगर प्रहरीको लागि चाहिँ आवश्यकता तयारीको दो मलाई ठो ठाउँ यो सहभागिता अहिले ठाउँ ठो आवश्यक चाहिँ गुल्तको जु नेपाल भाषा नगर प्रहरी लागि त यो विषयले छक्को छ नुगा ठाउँ तयारी त इनापिना छ जोजोलोपा ठो नेवारी जुन नेवा भाषा दोनिसी नेपाल भाषा रहेछ नगर प्रहरी एकदम महत्त्वपूर्ण खबर जीवन छाड्छ छिठो नेवा त यो डुल्ला त पुरे मुक्ला त त वाने पि जाय मैले जी जायवाने माली भ्याम मसला कि भाषा मसला कि खाछु ना मैले चिन्यो त म नेपाली भ्याम मसला यो गुडु राछि दिदी आमा पु बजे पु यो गुडु बाजे पु अबि खानायो लागि तो नेवा भाषा एकदम महत्त्वपूर्ण जुली फनिसिङ जी नेवा भाषा नगर प्रहरी संरक्षण चाहनु हजुर हजुर गथे ताया चाहिँ ठाउँ यो पहिलो दिन नापाङ्गो दि खुन ठाउँ प्रशिक्षण चाहिँ गथे ताला छिटो एकदम बाला थ रविन सर एकदमै सम बाला थ आनुवे छु नवर पर्ने इन्ट्रेस्ट क आहा सिके मरे छु हजुर छारो सा सिपिने विदेश वाला के भाषा सिके मोजी छु नगरे सोपिन्दा सिनेमा ने जाय भए कनि छि जोजोलोपा सुखमान धाउची थाना झासङ छिगना छिगना हजुर नेपाल भाषा सियोसा ज्यादा अनअपि वो मुन्टे आज मुन स्थानीय मुन्टे छु ए त मुन नगर प्रहरी जी मुन जुझदा ग त सिउको र मुनि खला मुनि न त सिउ त्यसले त्यहाँनिर एकदमै बाला जुकान थोट फर्स्ट दिन एकदमै बाला एकदमै थो जिमा रविन सराई सोची दा इन्ट्रेस्टिङ बान लाउ जोली फिटा दुई हप्ताको सँग एकदम बालाउ जाया सहयोग बिला बिलान रविन सदा धेरै धन्यवाद हजुर हस् सुभा जोजोलोपा छिगु परिचयको बियादिसँग जिगुना रुबिन साके भ जिथर नेवासिने कुटी प्रशिक्षण केन्द्र के जिन आमा दु ले गु प्रशिक्षण केन्द्र चाहिँ गु नेवासिने कुटी के नेपाल भाषा सिनेको मस्ते त नसिनेको तरि पिन्द नसिनेको नाप्ना चाहिँ नि नेपाली विशेष सिनेको जुल नाप्ना चाहिँ नि मस्ते त जिमा हमेशा जे नेवाटेको चाहिँ नि ज्याखन कि आर्ट विषय जी फु संगीत विषय जी फु अथे मस्ते त चाहिँ नि नेवा भाषा आखसिनेको कथा चाहिँ जिसले निवासी मुठी कथा जेना याना उयासनु अब जिनो चाहिँ फे फिलले फे आबद्ध जसु हजुर अहिले थो आकन नियुक्त ज्यादिको दु प्रशिक्षकको रूपमा नगर प्रहरी नियुक्त प्रशिक्षण निमित्त मलाई आकन त चाहिँ ठाउँ नापाङ्गु दि ठाउँ प्रशिक्षण सुरु नजिएको दु होला गथे ताया छ नगर प्रहरी त चाहिँ आकन पाखे थयो प्रशिक्षण वया जंगु दु आवश्यकता गुल्तको दु आकन त चाहिँ ठाउँ यो पहिलो दिन गथे ताला ठाउँ तस्का नेबला सारा स नेपाल सबैको ऐतिहासिक थो प्रेसन जुगु त नगर प्रहरी पिन्त अथवा गुड फर क्षेत्र फर निकायले चाहिँ नेपाल भाषा सिनेको भएको जिसो त नापाको खुसी छ जुगु प के ठाउँ नगर प्रहरी त लैपुर नगर प्रहरी पिन्त चाहिँ नेपाल भाषा सिनेको इमी त माको आवश्यकता खटा जिन चाहिँ दुरासा खोसेले भाषा सेकेको दिने जेसनाको जु इच्छा कथा तो इनो ज्या कथा प्रोफेसन कथा सेको ज्या चाहिँ ठाउँ यो जु अनुभव कथा चाहिँ नि त्यसको नेफिस ठाउँ गो सेको पिल्सन चाहिँ नि हिला चाहिँ नि इन्फ्लुएन्स छिसो रेस्पोन्सिबिलिटी बाह्रको नेफिस ठाउँ के थोरै प्रेसन कथा तो अति महत्त्वपूर्णको जनक के ठु ज्या चाहिँ छि लयपुरको के नेपाल छ म त न्याबेको त नप नेपाल भाषा न छौ ठुको यागु निति चाहिँ नि ठोसको चाहिँ तरंगो पराजन जुइ गर्नु हजुर आथो
ठाउँले चाहिँ सुरु जुगु ठो प्रशिक्षण नेपाल भाषा प्रशिक्षण नगर प्रहरीयालाई निमित्त जुगु प्रशिक्षण प्रशिक्षक धापाङमा प्रशिक्षक ज्या दिगुली अरे नेवा एफएम या त छको चाहिँ बिया दिगुली छित यो कुइको सुबा हस्